यहाँ भित्र बसेर त्यहाँ पसेर हेर्न त डर लाग्थ्यो जान त किन यस्तो यो घुम तरिकामा आएको भिडियो कुटेर टाउके टाउका हान्छ नि क्या देउताले छैन त अनि सेलिब्रेटी खै घाँस काट्नु भनेर आएको यहाँ त अनि हँसिया ल्याइएन अनि केले काट्नु त नि घाँस चाहिँ ल ल ल घाँस काट्नु यो पनि राम्रै छ फलेको छ राम्रै ए फल्दैन क्या के हात काट्नु भयो क्या सुरुमै काँडो छिटो काट छिटो काट छिटो काट छिटो काट अहिले तेरो फेरि म तलतिर जाऊ तलतिर हुन्छ हुन्छ ए जे भयो नि हुन्छ क्या सबै घाँस हो यो ल ल ल लडिएला केटा बाटो छैन यहाँ काँडा खोपेर मार्ने छ काँडो त भइहाल्छ नि अलिअलि ल ल लडियो है भनेपछि एउटा अस्मितालाई यहाँ धान रोप्नु भनेको मानिन तर धान नरोपेकै ठिक भएको छ क्या यस्तो राम्रो घाँस हुँदो रहेछ है अस्मिता तलतिर गरेर इन्टरभ्यू दिन्छ नानी जाम जाम जाऊ न त्यहाँ जाऊ दामी कुरै होइन घाँस काट्न आयो त त्यहाँ देखाउन आएको स्टोनबाजी गर्न आएको ओ दिदी के छ अनि यहाँ धान रोप्ने कुरो थियो अरे पहिला अनि नमानेर तिमीले चाहिँ खुब यहाँ घाँस लागि अरे यसमा केही दुःख मनाइ छ कि ठिक छ एकदम ठिक छ किन यहाँ चाहिँ यत्रै ढुङ्गा बाँधा चाहिँ यहाँ बनाउनु त बनाइदिन्छ नि यहाँ रोप्न सक्नु परेन ए रोप्नको लागि अलिकति समस्या हुन्छ हैन त रोप्न त ढुङ्गाले यसो किचपाच बनाएर भइहाल्छ माटो यस्तो हुन्छ नि त यहाँ फेरि माटो भन्ने हुँदैन त्यही ढुङ्गाले थिचेर रोप्ने तर पानी पलाउने भएकोले गर्दाखेरि धान चाहिँ फल्छ है फेरि यहाँ यो झाडी साडी नहुनु भने चाहिँ ओ घारीमा झरो बाँदर हलो यता हलो गर्दा अब एकछिनमा यो रातै हुन्छ हेर्दै जान्छ तेरो लुगै रातो छ नि भइहाल्छ अनि अरू के छ यो हाम्रो कति हो कहाँ हो के हो यो हाम्रो चाहिँ यो हेर्नु लाग्यो सबै यो घाँस त्यसै जति सबै हाम्रै हो यहाँ तल पनि छ यो आँखाले भ्याउने जति सबै हाम्रो होइन सबै यो पारी यताउति जङ्गल यो धान रोपेको सबै हाम्रो हामी नेपालीकै हो अनि त्यो बिल्डिङ पनि हो त्यो चाहिँ हाम्रो घर हो ए ऊ त पारिपट्टि देखेको त पाखो सबै हाम्रो होइन हाम्रै हो त्यो खोलो पनि हाम्रै हो खोलो ए दाइले ल स्विमिङ गर्ने स्विमिङ पुल अनि त्यता अलि संसार घरहरू छन् अनि यहाँ दाइले भारी पुर्याइसक्नु भएको छ दाइ घाँस काट्न रकेट हो फेरि इन्जिन नभएर मात्रै रकेट होइन कस्तो राम्रो घाँस छ हेर्दै तल एउटा रातो बाँदरले घाँस काटिसक्यो अनि यो मासतिर के हो यहाँ हेर त पहिला हामी यहाँ पौडी खेल्थ्यौँ अहिले पनि अझै पानी रहेछ अलिअलि अनि त्यो क्रिकेट र क्रिकेट ब्याट लिएर कता अब क्रिकेट खेल्न जानुपर्छ क्रिकेट मैदानमा घुमिन लागेको हो नेसनल खेलाडी बन्ने हो घुमिन लागेको ए यस्तामा क्रिकेट खेल्यो भने बल कहाँ जान्छ जान्छ यसो खेतातिर डर लाग्दो घारी देखिन्छ धान बिटालाउँदै रहेछ खोइ कसको हो त्यो भलाकाजीको हो त्यो चाहिँ अलि छिटै पाक्ने धान रोपेर हो क्या
ल मेरो अन्त त पाकेको छैन। अब यी हाम्रा कामदारहरू छन् यहाँ हाम्रा कामदारहरूको के छ कुरो बुझ्नु पर्यो अलिअलि अलिक गरिदिएर कामले के हो घाँस काट्न आउँदैन क्या रङ्ग छैन अलिक ढङ्ग खाने घाँस काट्ने रङ्ग ढङ्ग हुन्थ्यो यहाँनिर पुरै ढुङ्गा काठे काठ के हो गाह्रो छ पहिला त सम्म भयो जस्तो लाग्थ्यो तर घाँस चाहिँ राम्रो रहेछ क्या घाँस चाहिँ अब नकाटेको नि त वर्षभरि ए त्यो भएर नि अस्ति असारमा पनि एकचोटि काटिसकेपछि पनि पलाएर फेरि पलाउनु आउँछ नि आउँथ्यो अब काट्नु भइएन त्यति बेला कलकलको खाने छुट्टो राम्रो पलाउटो हुन्थ्यो अब त्यति बेला काट्न भ्याइएन अब रोपाइँ बेला रोपाइँ गरियो रोपाइँ बेला चाहिँ काटेको थियो अहिले चाहिँ त्यो खासै काट्न आउन भ्याइएन अनि अहिले चाहिँ यहाँ भ्याएको बेला यसो लहरा तानतुन गरेदेखि पछि अब धान काटेपछि यसो बाख्रा चराउन हुन्छ कि भनेर चाहिँ यो गरे हो अब के गर्नु भैँसी पालेका छन् गोरु बाख्रा पालेका छन् घाँस नकाटी हुँदैन अब किसानको मनमा गाह्रो छ गाह्रो छ कसले बुद्धि नि अब हँसियासको चाहिँ बात भन्ने छैन त्यही पनि यस्तोले भयो भने काट्नु पर्यो भैँसीलाई घाँस नहाले कराउनु थालिहाल्छ दुध दिँदैन गाह्रो छ नि त गाह्रो छ यहाँनिर फेरि ए ल यस्तो चाहिँ लडेर मरिएला भन्ने पिर्छ भिरमा ज्यानको जोखिम मोलेर ज्यानको एकदम जोखिम छ ज्यानको जोखिम मोलेर चाहिँ यहाँ घाँस हानेको हानैछु अब यहाँ यस्तो भारी फेरि फान्न कम गाह्रो छ त यहाँ रुखमा माथि पुगेर लहराउ यता गयो हेरेर बस्ने रमित हेरेर त तानेर झार्नै पर्यो कति कायदा छ आउँछ त आउँदैन काम हराएर पुरै राम यदि साउनी हुने क्या के अरे यो खेतको जग्गा धनी हो जग्गा धनी त वाइ हो यहाँ आज बाख्रा र भुसी कराएर अलिअलि छैन त्यो भएकाले घाँस काट्न ल्याएको हो यिनीहरूलाई कति पैसा दिएर ल्याएको यिनीहरूलाई महिनाको 15,000 महिनाको 15,000 के गोबर सोध्छन् खाना बस्नको नि सबै थोक गरिदिन्छ ए खाना बस्न दिएर 15,000 ए गोबर चाहिँ अलिक धेरै सोर्न राम्रो छ सबै सोर्न लाग्यो सबै काम त सबै गर्न लाग्ने हो ए काम सबै गर्न लाउने हो अनि तपाईँको यो आहार घारी सबै हुन्छ जग्गा सबै हो त्यो ऊ त डाँडाको बर्पीवाल नि हो त्यो बर्पीवाल त्यो चाहिँ हाम्रो पहिलाको हाम्रो हजुरबाले रोप्ने गरेको थियो अनि ऊ त माथि देखिराख्नु भएको छ नि हो माथिको चाहिँ त्यो चाहिँ हाम्रो हजुरबाको पनि हजुरबाले रोप्ने गरे त्यो चाहिँ त्यहाँ अहिलेसम्म केही भएको छैन त्यसो भए यता आउनु छ तपाईँ यहाँको अलिकति अब अग्रज हुने खाने हुनुहुँदो रहेछ अब यो तलको मान्छे चाहिँ त्यसलाई यसो काम कस्तो गर्दैछ एकचोटि भनौँ त तल त्यसलाई पनि 15,000 हो कि के हो उस्तै हो तर त्यसको काम त खासै मलाई ठिक लागेन त फेरि काम एउटै हो बढी दिँदा त मिलेन नि भाइ यता भन्नु यो घाँस कटाइ अलिक मिलेन जस्तो लाग्यो मलाई अलि घाँस कटाइ मिलेन है दाइ दाइ भन्ने हो त कामदारले अब आफूभन्दा जेठो भएपछि दाइ त भन्नु पर्यो नि फर्काउनु पऱ्यो नि त काम नगरेपछि त फर्काउ अब हो नि दाइ काटो घाँस मैले नि पैसा दिएर यत्रो कुरा राखेको छ काम त राम्रो गर्नु पऱ्यो मैले नि पैसा दिइरहेको छु महिनाको खान्ती 15,000 दिइरहेको छु काम त गर्नु पर्यो भने काम नगरी पैसा आउँदैन पैसा उल्टै मागेर लान्छे म पैसा दिए भन्दिरह उल्टै मसँग दाइ चाहियो मलाई यसरी यो किन्न चाहियो ऊ किन्न चाहियो भनेर मागेर लान्थे अहिले यहाँ क्यामेराको अगाडि जान्ने पुगिन्छ घाँस काट्ने नभन्नु न यसरी घाँस काट्ने प्र्याङ्क गरेको मैले जानेको छ यस्तोमा गएर यसरी यहाँ तल समाउने एउटा हातले समाउने अर्काले यहाँ तल धस्नेर अनि तान्नुपर्छ जानेको ओरेको केही छैन पैसा माग्यो यो क्यामेरा छ भने यस्तो घाँस ल राम्रो उल्टा नभन त भाइ
ए भाइ आएर नि त तपाईँ त म भाइ मलाई भाइ भन्ने यो ठुली हो कि यो आइना हो कि थियो यो यसका त अहिले त म यही लौराले हानेर लौरो अलिक ठिक सानो खालको मक्केको रहेछ लौरो अलिक डर भएको त्यसलाई ढाड पैसा कमाएर कामदारलाई माथि हालेर हेपेर पो बोल्दिरहेछु है जान्ने हो कि ठुली हो कि बढी हो कि ऊ अर्को कामदारहरू त ऊ कता गयो हरा ल यस्तै छ रमाइलो छ अनि हाम्रो अर्को कामदारज्यू चाहिँ यता घारीभित्र पस्नुभयो कहाँ जानुभयो खै ओए भारी पुग्यो ओ बाँदर भारी पुग्यो यहाँ त सर्प हुन्छ नि सर्प थाहा छ एउटा यहाँ रहेछ के हो सर्प यहाँ ठुलो रहेछ एउटा ए त्यसलाई म काट्दैछु ल ल यो रुखलाई के भन्छ असिल यसको नाम थाहा छ खस्रेत हो यसको नाम खस्रेतै भइहाल्यो हस्रतै हो अनि यो म साउ भयो नि अलिअलि रुखको याद नाम त याद हुन्छ यो के हो यो चाहिँ अँ। यसलाई चाहिँ भन्छ कामले यो चाहिँ कामले बाख्राले यो पल्लो खान्छ। यो अँ। यसलाई चाहिँ भन्छ असुरो यो चाहिँ असुरो 3 दिन भए के भन्ने कि थियो नि एउटा ससुरो यहाँ पानी पलाउँछ होइन त अब यता पनि असुरो यो के हो यो के को बुट्टा हो त्यो चाहिँ स्याल फुस्राको यो ओलो चाहिँ यो कुटबेराको के किन थाहा नभए यसो गरेर मैले सोधेको कतै ऊ पनि फेरि सबै थाहा यसो गरेर बोलिदिरहेको अनि थाहा भइहाल्छ नि अब खतरा आयो होला क्यामेरा बोल अरू के बोल्नु अब सबै काम आफूले गर्नुपर्छ अँ होइन अलिक सिरियस भएर यो कामदारहरूको बारेमा अलिक ज्याला के कति छ होइन अहिलेको यो पशुपालन गरेर चाहिँ कतिको चाहिँ गाह्रो छ गाउँमा टिक्नको लागि पैसा बजार व्यवस्थापन कस्तो छ अनि कति छन् वस्तु भाउहरू अनि यो तिहार बेला के छ तिहार बेला अब यिनीहरूलाई अब यही राख्नुपर्ने तिहार बेला अनि तिहार बेला चाहिँ यिनीहरूको अलिअलि बोनसहरू के दिने रकम चाहिँ अलिकति बढाइदिनु पर्ने छ अँ अनि वस्तु भाउहरू त्यस्तै छन् त्यही 20-30वटा गाई छ अनि त्यही 30-40वटा चाहिँ बाख्रा छन् अँ त्यस्तै छ अनि वार्षिक आम्दानी कति हुन्छ वार्षिक आम्दानी त्यस्तै हुन्छ 50-60 लाख जति त्यस्तै हो त्यस्तै छैन कहिलेकाहीँ 2-3 करोड पनि हुन्छ त्यो चाहिँ अँ अब अनि त्यो चाहिँ कसरी हुन्छ मतलब 2-3 करोड चाहिँ आकाशबाट झर्छ कि अब हुन्छ नि अब कुनै वर्ष रोग लागेर बाख्रा वस्तु मर्ने सम्भावना हुन्छ अनि कुनै वर्ष बलिया भएर बेचेर आउँछ नि गरेपछि नहुने के छ र त्यही होइन त गरेको यत्रो ठुलो बिजनेस छ पैसा त 2-3 करोड त अब भइहाल्छ नि त्यस्तो सामान्य नै हुनसक्छ समस्या ल एकछिन अब यतापट्टि फर्काउँछ म यतापट्टि जाऊँ त अनि उहाँ चाहिँ तपाईँको कामदार भने होइन त हजुर कति दिएको छ अरे उहाँलाई चाहिँ 18,000 दिएको छ 18,000 अहिले चाहिँ बढाएर 18,000 अनि कस्तो छ उसको पैसा खै पेपर बिजनेसमा मलाई तिहार आउनु लाग्यो पैसा खै अस्ति आएको होइन उहाँ चाहिँ राम्रो गर्नुहुन्छ काम राम्रो गर्नुहुन्छ कतिले मान्छ कतिले मान्छे हो त्यति नभन्छ हो यो त हो राम्रो हुनुहुन्छ ल ठिक छ दाइ पर जाने अरे घाँसको भाइ पो घाँस काट्न अल्छीलाई काम लाउने मान्छेलाई मालिकलाई यसो घाँस काट लाउनु पर्यो भनेर ए ल यहाँ टाढा जानु छ नि त टाढा जान्छ मेरो टाउको चिलायो कि जानु नि त ल ल गएर काटेको हेरिहालौँ त ल कसैको छ तपाईँ गएर बुवालाई पठाउने हो यता तपाईँ कहाँ यता जाने हो के हो कुरो होइन म यहाँ आएको यो मोबाइल सामान चाहिँ मलाई एकदम रहर लाग्छ ए ल ल ल म त्यसो हुनाले गर्दाखेरि म यहाँ मोबाइल सामान अरूले काटेको हेरौँ न कसरी काट्यो ल यो त यस्तो काटेको रहेछ उसले फाँडिसक्यो पुरै के राम धुस्न छ धुस्न यता यस्तो छ पानी ल यो पर धान काटेको छ भनेर सुनाले यो खेल्नलाई लिएर हिँड्थे
अबि डर लाग्दो छ यहाँ ल काटौँ है राम्रोसँग काटौँ होइन हँसिया के काट्नु है हँसिया यहाँ चाहिँ म 15 करोडको मालिकले काटेको हेर्नु कसरी काट्छ अब लु लु कसरी रहेछ मालिक भनेको मालिकै हो क्या तेराडा लिनु खै हेरौँ मालिकनीले काटेको र सुकेनास होइन मोटी छ अहिले। सुकेनास हो यो हाम्रो घरकी सुकेनास सुकेनास हो मान्छेको के हुन्छ भने सुकेको मान्छेको के हुन्छ सुकेको मान्छेको सुकेकै बल हुन्छ क्या धेरै बल नगरौँ दादालाई दिने कि आफै काट्ने लौ 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 काटेको हो कि सोरेको हो यसलाई चाहिँ दुइटै भन्छ अलि फेदलार काटे फेदलार अलिक फेरि काट्नु पर्यो मासु मलाई अल्छी लाएर तँलाई दिएको नि त्यहाँ फेरि मासु माइ नकाट भनेको टेर्नुपर्छ नि मान्छे भएपछि होइन त्यहाँनिर बिटा लाइ पो सकेछ नि त कसको थियो त्यहाँ डिलामा कसले रो सबै आँखाले हेरेर चाहिँ हाम्रो हाम्रो त हाम्रै हो हुन त हाम्रै छिमेकीहरूको त हाम्रै हुनु चाहिँ केरा त रोपेको थियो त्यत्रो भाषा बढेछ जुन पा त्यही रोपेको हँसियाले बाबु हेर तिम्रो कटाइ यहाँ पनि रोप्दिनु पर्ने एउटा तँ भएको ठाउँमा एउटा यो भएको ठाउँमा एउटा ओ लड्छ है केटा आ उँधो त पुरै भाङ खाडी छ है हुँदैन त झनै लड्ने मलाई तान्नु मलाई तान्नु एकैचोटि लड्नु नि नाटक गरेको नि के को नाटक हुन्छ भिड उठाएर सकिएर हेरिहाल्छु नि के रहेछ काटेको ए हो त रहँदै तल पुरै छङ्गेछ छङछङ छ होइन मेरो भिडियो आयो आइरहेको छ ठाडो खिच्नु तयार छ ठाडो ठाडो त्यहाँ छ नि ठाडो आइ ठाडो हो कि तयार छ अनि अस्मिता हजुर अनि छोटो परिचय दिउँ न त के छ अनि घाँस काट्न कतिको अल्छी लाग्छ दाँगर लाग्छ के हुन्छ घाँस काट्न चाहिँ के लाग्छ भन्दाखेरि कहिलेकाहीँ अल्छी लाग्छ कहिलेकाहीँ जाँगर अब लाग्छ मालिक मान्छे त्यस्तै हो जवानी मान्छे खासै जाँगर त लाग्दैन काम गर्नु चाहिँ मजा घाँस लाग्छ काट्नमा अब आइनु परेपछि काट्नु पऱ्यो नि परेको नि बाख्रा चराउन कस्तो हुन्छ त त्यस्तै हो बाख्रा चराउन नि कहिलेकाहीँ रमाइलो लाग्छ उम्, कहिलेकाहीँ रिस उठ्छ पनि रिस चाहिँ कुन बाख्रादेखि उठ्छ उठ्छन् काली बाख्रा गर्छ छैन नि कालो बाख्रा त काली बाख्रा भनेको आफै हो के रिस उठ्नु कि कसो त अनि दादाहरूको घाँस कटाइ कस्तो छ त एकदम पर्फेक्ट पर्फेक्ट हो ए तिम्रो दादा चाहिँ कतिजना अरे मेरा दादा चाहिँ 4 जना छन् अँ अब कहिलेकाहीँ यसो लप्पा लफडा सफडा पऱ्यो भने म दादाहरूलाई बोलाउँछु र उम्, दादाहरूले चाहिँ कुट्छ अँ यता फर्केर हाँस्ने नि हाँस्दा त ती गिजा देखाउनु पर्यो नि ती काला काला गिजा मेरा गिजा लात मात्रै देख्छु ए अनि घाँस काट्ने चाहिँ कुन कुन दादा हुन्छ ओ यो कुन चाहिँ हो यो लड्ने यो लडुवा को हो यो यो चाहिँ यो दुईजना चाहिँ दुईटा दादाहरू हुन् उम्, यो कुन दादा हो उनीहरूलाई चाहिँ डन उहाँ कुन दादा हो पहेँलो ज्याकेट लाउने दुईजना दादाहरू चाहिँ यहीँ छन् अँ एउटा दादा चाहिँ घरमै सुतिरहेको छ के गरिरहेको छ उम्, त्यो चाहिँ अलि अल्छे छ उम्। यो भिडियो हेर भने मार अब न्याकेर मार त्यसलाई कसले दिन्छ हेऱ्यो भन्ने बित्तिकै मोबाइल लिएर टाप भागिहाल्छ नत्र त मारिहाल्छ बस्नु पर्यो ल ठिक छ त्यसो भए तिमीहरू त्यहाँ गफ गरेर बस्छ भिडियो बनाएर बस्छ हामीले काम गर्ने तिमीहरू भिडियो बनाउनु पठाउनु
अब भिडियोलाई बिट मार्न चाहन्छु म कि खिचौँ त 1 घन्टैसम्म खिचौँ देख्नु भयो त दादाजी उदो कस्तो रहेछ छैन अब उदो नि छ त्यस्तै छ उदो त्यसो भए ओहो दादा उठा 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 दादालाई चाहिँ निन्द्रा लाग्छ भनेको होला म डराउँदिन नि फेरि जमानामा घाँस काट्ने खेलाडी पो यस्तो यस्तो डेन्जर गरी घाँस काटेर है भारी पुर्याउनु छ गाह्रो पो छ त आम्मा यस्तो छ भिर छ के गर्नु राम 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 यस्तो भिरमा यहाँ लड्यो भने त तल गइन्छ त यो ठुली भिर भन्दा नि ठुली भिरबाट सजिलो हो नि अनि थोरै रक्सी मिल लागि के अरे ओखलढुङ्गा काङ्ग्रेसको जिल्ला थोरै रक्सी मिल लागि रक्सी जाने भनेको कसले गएको थियो नि भाइरल भएको थियो नि को हो होइन पाले पाले काट्नु भनेको हुन्छ अँ आफ्नो त भाइ यार म आउँछु भनेको अनि तपाईँ काट्नु काट्दै त थिएँ यो यहाँ पहिला खेत थियो होइन अहिले त पुरै पाहो भयो त यहाँ यहाँ खेत बनायो भने किन अब घाँस पलाउँदैन थियो होइन घाँस दामै पलाउँछ हो यहाँ गरा गरा भयो जस्तो लाग्छ पहिला भरे अहिले ढुङ्गा पो छ तर घाँसै पलाउँदो रहेछ है यो आँखले पलाएर यो 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 के अरे यो डाक्लेको नाउँ नेप्यार यो नेपार भन्ने चाहिँ फेरि लाएर काटिरहँदाखेरि यस्तो राम्ररी आउँदैन थियो यो अब धेरै छिप्पेछ कतिको खान्छन् यो आँखले आउँदैन अँध्यारो आउँछ केरा रोपेको हो नि कान्छालाई रोप्न लाग्यो यो केरा चाहिँ काटा काटा जाऊ म काट्छु ल जानु त्यसको पनि अनि ती पसिना आएर के भयो त घाँटी भाङ्गे भाङ्गे भयो पसिना भैँसी के गर्दैछ ए खाने भैँसी बाख्रा के गर्दैछन् यत्रो ल्याउनु भएको छ गुवालाई अनि यी मरेका स्याल यस्ता छन् राम्रै छन् केरा लाने खानु मैले मुख रोकेँ
लगाउने लुगा धनी हो सबै लुगा धनी लगाउने गरौँ खोलामा दती त्यो खतरा हो है कहाँ छागेमा हो त्यो छागे के अरे नुहाउन चाहिँ छागेमा हाम्रो बाटो खतरा छ नि त नि त्यो घाँस काट्छ हुन्छ यहाँ अरियाल डढाउने केटाहरू आएछन् है यो गाईलाई गाई दुनलाई हो क्या अरियाल पनि डढाएको थियो अरियाल डढाउने केटाहरू हिजाउने भनेको हान्छन् होला तिनीहरूले अरियाल त पैसा चाहियो तिनीहरूलाई अनि फेरि यहाँ अरियाल त्यहाँ उतापट्टि कतिवटा अल्टो गऱ्यो अहिलेसम्म 9वटा अल्टो टोकिसकेर यहाँ कतै छ त्यो दुईटाले एकैचोटि टोको यहाँ एउटाले यहाँ एउटाले अनि यहाँ तिनवटा टाउका मात्रै टोको एकैचोटि कानामा एउटाले दुईवटा टाउकामा एकपल्ट ठिकै भइहाल्यो माइलेगल म डढाउँछु भन्दै थिएँ अस्ति मैले त स्वेटर छ एउटा भन्दैछु तेल पनि छ अब डढाउँछु भन्दैछु खानी हो डढाएर भन्दै कहाँ गयो मायालङ्कालाई हराए साइडलाई हुनुपर्छ यो यसो यसो ठुलो खेत छ यो त यो तान्दा भाँचिन्छ कि जस्तो थियो होइन हो त यसो तान्दाखेरि बाख्रा लडाइदिने हो कि जस्तो अलिबरको पढ्को भाँचिन्छ कि जस्तो थियो त्यत्रो एकपल्ट लोसिसकेको अनि फेरि काटेको जस्तो आउँदो आउँदो जति अरे जान्छु बारे हुनु गएर मलाई यहाँ पनि बारुला बारुलासँग टोकेर मारिहाल्यो बारुला र अरियाल भन्नु तेरिका एक दिन अरियाल गएर झरेँ अर्का दिन ठाडै गयो त गोलैमा पुगेछु थाहै भएन भुइँमा झरेको थियो त्यहाँ बारुलासँग हेर्दाखेरि रोइते गएको यता मुखभर जम्मै खनेर मान्छे सब साबुन ल्याउनु भन्थ्यो लाग्यो साबुनको भान्जीले साथी बोकी साबुन ल हामी गयौँ है त टाढा हामी चाहिँ गोठबाट ऊ पर घर जाँदैछौँ हाम्रो घर चाहिँ यो डाँडाभन्दा पारिपट्टि यहाँनिर यस्तो छ कसले रोपे हो कि यस्तो यो अलिक छिटो पाक्ने धान रहेछ कखर रोपेको ल के हो बिग्रेको हो क्या त बिग्रेको त्यो बिउमै बिग्रेको हुन्छ यस्तो बिउमा नै बिग्रेको बिउ परेपछि यस्तो हुन्छ यो तल्लो गराएको चाहिँ अटेर रहेछ नि यो चाहिँ हाम्रो मकन रोपेको खासलाकै छ के हो त्यसै राम्रो देख्दिनँ हाइब्रिड चाहिँ राम्रो छ सबैभन्दा अरू चाहिँ अटे पनि राम्रो छ राम्रो फल्ने उता चाहिँ पानी पलाइरहेको छ पानी झरेको आवाज आइरहेको छ अरिकालको गोलोमा अरिकाल त यो अरियाललाई चाहिँ मैले डढाउनु त्यत्तिकै भएर यसलाई पोलेर खानु पर्यो भनेको थियो जानु परिहाल्यो ठिक छ अब जलाउला नि कहिले कहिले दामी दामी कति धेरै फलेको धान मेरो आवाज चाहिँ भ्लग बनाउन लागेको चाहिँ छैन होइन एउटै गरामा लास्टै मर्की लागेर है गाह्रो गाह्रो छ गाह्रो छ कतै युट्युबमा भ्लग हाल्ने जस्तो पो छ हो यहाँ पहिरो लडेछ है अस्ति हामी आउँदा थिएन त्यो दिन ठुलो पानी परेको थियो त्यही दिनको पानीले लडेको यो पहिरो अनि हाम्रोतिर जाने पानी पनि जाँदैन होइन त अहिले कि जान्छ के छ जाँदैन होइन के भन्ने त अब ए दामी धान आहा यहाँबाट हाम्रो बाटो कता उकालो माथि ठाडै ढेडुले अम्मा खायो
ओए लडिएला कहीँ अठ्याएको छैन ओए मान्छे गर्नु के गरी गइछ खाली चाउहरू खाएर आउने त सानो ल्याइहाल्नु के सारा आउँछ काट्नु लगिसकिहाल्यो के खतरा दिउँ भन्छ अम्मक नखाने मम्मी फोटो बाँधरले हो साथीहरू यहाँ अम्मक छन् यस्ता खतरा खतरा अम्मक छन् आहा के हजार मम्मी के खाँदा नि राम्रो पनि हाइब्रिडै हो लोकल हाइब्रिड मकनपुरी हाइब्रिड त्यो राम्रो यो नराम्रो भएको मकनपुरी हो क्या यो ओडाबाट ल्याएको हो लागम त्यही रोप्नु पर्छ धेरै फलेछ अरे क्यामेरा जो भन्दैन होला त्यहाँ त्यस्तो यहाँ यस्तो दाइ अम्म खोजे हुनुहुन्छ यता फेरि अम्म कहाँ हरायो दाइको आज काम त्यही हो दिनमा यस्तो छ यतापट्टि पारिपट्टि अस्मिता बहिनी बाख्रा हेरिरहेको छ त्यतै जाँदैछौँ हामी चाहिँ यहाँ कता छ यहाँ चाहिँ यहाँ खोलो ओखलढुङ्गा जिल्लाको सबभन्दा ठुलो खोलो पर्छ यहाँ चाहिँ बोलुङ खोला हाम्रो बाख्रा चराउने के हो यो चरण क्षेत्र कि खर्क के भन्छ यसलाई हप्ता राख्ने हुन्छ हाम्रो सबै बाख्रा एक गरेर देखाउँ बाख्रा गोठालो यहाँनिर हुनुहुन्छ बाख्रा गोठालो हेलो भन्दै हुनुहुन्छ यहाँनिर अँठ्याउनु पर्यो अब एक गरी बाख्रा देखाउँ है त यो हाम्रा घरको सबैभन्दा बुढो बाख्रा माउ बाख्रो यो अर्को बोको भर्खरै खसी पारेको छ बोको चाहिँ भन्नु मिल्दैन त्यसपछि त्यो अर्को बोको चर्दै हुनुहुन्छ एउटा सानो सानो खालको बोको कि पाठी बहिनी हो पाठी हो बोयरको पाठी के छ अनि बाख्रा चराउँदाखेरि रमाइलो भइरह सधैँ ल्याउने ठाउँ यही हो कि अन्त नि छ
पारी सजिलो कि यहाँ सजिलो पारी सजिलो कि यहाँ सजिलो यहाँ अर्काको चराउनु पाए सजिलो हो अनि अर्को हाम्रो घोर्ली बाख्रा यहाँ चर्दैछ डरले भाग्यो म आएको देखेर अनि यतापट्टि हाम्रो जम्बु टोली छ हाम्रो छिर्कानी बाख्रा यहाँ छ यसको नाम के अरे छिर्कानी यसको नाम कुन बाहुनले राखेको अनि अरू भनेको भइहाल्यो यो बोको अनि यो हाम्रो बाख्रा अर्को गरेर टोटल हाम्रो कतिवटा पो थियो यति हो क्या अरू पनि आइपुगे यहाँ अम्मक लिएर दुईजना दाजु बहिनीहरू रुखा फेदा बसेर खाइरहन् घिचिरहन् खाना नपाएकाहरू कावाहरू खाइरहन् यहाँ खोइ के हो दिन एउटा दिन त धन्यवाद मिठो रह नि त बाँदरले नखाल छोड्यो हो बाँदरै हो रातो बाँदर ढेँडो खोइ ढेँडो यिनीहरू ढेँडो हुन् ढेँडोको अनुहार हेर्नु ए हो र सर टोटल कतिवटा हो टोटल कतिवटा बाख्रा बोका गरेर सबै 11वटा 11वटामा कतिवटा बाख्रा कतिवटा पाठा के अरे बोका खसी बोका 4वटा खसी एउटा सबै खसी भन्ने कुरा त के हो ए कतिवटा जम्मा खसी कतिवटा बाख्रा कतिवटा म खाँदै बोल्दैछु कतिवटा भन्न रे 5वटा बाख्रा कतिवटा माउ बाख्रा 5वटा छन् अनि एउटा पाठी छ गरेर 5वटा 6वटा बाख्रा अनि 5वटा बोका 13वटा अनि यसका बच्चाहरू घरमा कतिवटा यसका बच्चाहरू 5वटा छन् घरमा जम्मा कति गरेर जम्मा 16वटा 16वटा ल फेरि होइन ल अनि कति हो सबै हैन होइन र मरो कहिले जन्मेको यिनीहरूका पाठाहरू चाहिँ घरमा छन् तिनीहरूलाई अहिले गएर देखाउनु पर्छ दाउरो धानबारी माथि ठुलो भिर गाई कहाँ छ ढेँडो खोइ ढेँडो होला ढेँडो खोइ त्यहाँ हो म ढेँडो हेरेर आउँछ त हाम्रो भान्जी अघि मदेखि रिसाएर म बिरालो फालिदिएको कोता रहेछ मैले गर्दा रिसाएर फायर भान्जीको रिसाएको अनुहार कस्तो हुन्छ भन्ने कुरो यहाँ थाहा हुन्छ है रिसाएर फुरेर बस्नु भएछ मलाई अहिले अम्माले त्यसको लागि सरी मैले माफ मागेँ ल ल जान्छु ल मैले सरी भने त मैले हो र बिरालो हाल्छ भने अहिले नि मरे ए सरी सरी एउटा अम्मा खाना पाएँ त्यही भन्न आएको खोइ हो रिसाए पनि माया चाहिँ गर्नुहुन्छ है मलाई अहिले टाउको फुट्ने गरी हान्छ अनि मनकारी भान्जी हुनुहुन्छ रुखा फेदामा बसेर अम्मा दाइरहनु भएको छ बाँदरको जखरी गला फुट्ने गरी ठ्याक्कै यहाँ एउटा ढेउ छ
ठ्याक्कै ढेँडोको अनुहार परेको छ यो ढेँडोको अनुहार परेको बाँडा ढेँडोको अर्को प्रजाति यही हो उता दुईटा बाँदरका छाउराहरू छन् कसो खेत हो मार्छ ल्या चराइयो कस्तो हो भान्जी अनि दसैँमा होइन के छ त अनि यस्तो घाम छन् लुगा धुन त्यत्तिकै हो बिरालाले कोतहरू पौडी खेल्न जाँदैन अहिले जाउँ लुगा लिएर राखेको हो र अनि मोटी त के भन्नु यो लिखुरे चाहिँ दुब्ली बसाइ अब बाख्रा हेर बसो दिनै पछि काम यही हो अस्मिताको है स्कुल खुलेपछि त फेरि म हेर्दै हेर्दिनँ होला नि हेर्ने कुरा पनि त भन नि एउटा भुँडे बाँदर हिँडौ हाम्रो दाइ भुँडे जमुना बहिनी पनि अब त्यहाँबाट उठ्छ नि के गर्छ म हेर्दैछु कहाँ गए ए दिदी बहिनी यता हेर त को दिदी को बहिनी हो ठ्याक्कै मिल्यो ल आउनुहोस् दिदी हजुर मलाई मर्की लगाएर फेरि आज ल त्यहीँ बस ढेडु ए ढेडु ल हामफाल ढेडु जा अर्को ढेडु चढा माथि लडिन्छ है त लडिन्छ फेरि ढेडु कहाँ लड्छ हौ बाँदर पो लड्छ ए बाँदर पनि लड्छ दाइ मात्रै जानु पर्यो है डेन्जर यार भान्ची त मेरो लुगा चाहिँ उयो चाहिँ मेरो नाक बजेर हेर आज फेरि लडिन्छ त्यसरी अहिले लडिनु भने फेरि गाह्रो त्यो हामीलाई भाँचिन्छ त्यो हेलो बादर हाई बादर कस्तो पल्लाएर लडियोलाई बिस्तारै आउनु ल चप्पल